नमस्कार सबैजनालाई। सम्झु ब्लग्समा यहाँहरू सबैलाई स्वागत छ। आज म यहाँहरूलाई मञ्जुश्री पार्क घुमाउन लाँदैछु है त। यो तल बस पार्क भयो। यहाँबाट थोरै माथि गएपछि टिकट घर। यहाँ टिकट काटेर हामी भित्र जान्छौँ। मैले यहाँको टिकट लिएँ। टिकट लिएपछि पहिला यहाँको भाइरल झलुङ्गे पुल हेरौँ है त। यो चाहिँ तल नै रहेको छ। मञ्जुश्रीले खड्कले काटेर काठमाडौँमा जमेको पानीलाई यही खोल्सोबाट बगाउनु भएर काठमाडौँमा बस्ती बसाल्नु भएको भन्ने किम्बदन्ती छ। अब पार्कतिर जाउँ है त। काठमाडौँ भ्यालीदेखि नजिकै रहेको अति नै शान्त सुन्दर पार्क मञ्जुश्री पार्क। यहाँ विशेष गरेर बिदाको दिन चाहिँ धेरै बालबालिकाहरू लिएर प्यारेन्ट्सहरू आउनुहुन्छ भने धेरै पिकनिक खानको लागि पनि स्पेसल यहाँ आउनु हुँदो रहेछ। त्यस्तै डेटिङ स्पट रहेछ यो। डेटिङ जोडी चाहिँ एकदम धेरै देख्न पाइन्छ यहाँ। यो ढुङ्गाहरू नि कस्तो मन पर्यो। यहाँ बसेर फोटोहरू खिच्न टिकटक बनाउन कस्तो राम्रो। अनि तल सर्लक्क भ्यू देखिन्छ माथिदेखि। यो गर्मीको मौसममा यहाँ माथि बसेर सर हावा खानुको मजै बेग्लै। यसलाई चाहिँ रक गार्डन भनिँदो रहेछ। यो रक गार्डनदेखि तल जाने रेलिङ बनाइएको छ। सिँढी सजिलो छ बाटो। अनि यहाँबाट तल गयौँ भने चाहिँ सानो सानो गुफाहरू देखिन्छ। तर यो गुफाभित्र चाहिँ जानु पाइँदैन, चाबी लगाएको छ। अनि यहाँदेखि अझै तल गएर तल खोजबाट अनि उता पारिपट्टि काठमाडौँको दृश्य कस्तो राम्रो देखिन्छ। लोभलाग्दो रमाइलो काठमाडौँ सहर। काठमाडौँको भिडभाडबाट थोरै पर जाँदा यति रमाइलो यति आकर्षक पार्क छ यो। यहाँ गएर केही बेर आनन्दले बस्दा मन शान्त हुन्छ। गार्डनहरू छ। पिकनिक खानलाई पनि सजिलो पिकनिक स्पटहरू छ। यहाँ बस्नको लागि ठाउँमा चेयरहरू बनाइएको छ। मलाई चाहिँ एकदमै मन पर्यो। यहाँ गएर यति आनन्दले बसेँ है, फर्किनै मन लागिरहेको थिएन। बाघ गुफा छ तर यो भित्र छिर्न चाहिँ पाइँदैन, चाबी लगाएको छ। योभन्दा तल चाहिँ पिकनिक स्पटहरू, पिकनिकको टोलीहरू हुनुहुन्छ यहाँ। कस्तो लाग्यो त मेरो भिडियो? छैन त रमाइलो मञ्जुश्री पार्क? कमेन्ट गर्नुहोस् है।